काना सहरको विवाहमा दाखमध्य जसले मान्छेको हृदयलाई आनन्दित तुल्याउँछ भन्नुको मतलब अब हामी हाम्रो तपाईँले पनि खोजेर भन्न सक्नुहुन्छ मैले केवल परमेश्वरले काना सहरको विवाहमा हामीलाई कस्तो आत्मिक शिक्षा चाहिँ दिन चाहनु भएको छ त्यो कुरा मात्रै मैले बताउने एउटा प्रयास एउटा क्षुद्र प्रयास मैले गरेको दाखमध्य जसले मान्छेको हृदयलाई आनन्दित तुल्याइन्छ तर काना सहरको विवाहमा दाखमध्य सक्यो भनेपछि हामीले बुझौँ मान्छेको जीवनमा आनन्दित तुल्याउने चिजहरू सिद्धियो सकियो त्यसो भए वैवाहिक जीवनलाई खुसी तुल्याउने आनन्दै सिद्धियो अरे भने त्यो परिवारबाट आउने सन्तानहरू आज आनन्दविहीन कस्तो कस्तो सन्तानहरू चाहिँ आज त्यहाँबाट पैदा भयो त्यही कारण आज हामीलाई बुझायो नि त क्रिस्चियन जीवनमा क्रिस्चियन म्यारिजमा काना सहरको विवाहमा प्रभुले आज त्यहाँनिर दाखमध्य सकिँदाखेरि त्यो सकिएको आनन्द हराएको आनन्दलाई फेरि पनि फिर्ता ल्याउने काम गर्नको निम्ति एउटा पानी अघि त उनीहरूले अङ्गुरको रसलाई कुच्याएर त्यसबाट निकालेको दाखमध्य त्यहाँनिर चलाउँदै थियो तर त्यो सकियो तर पछिबाट प्रभुले सादा पानीबाट आज त्यसलाई फेरि पनि एउटा मिठो दाखमध्यमा आज त्यसमा परिणत गर्नु अब यहाँबाट पनि हामीलाई शिक्षा छ यदि तपाईँ र मेरो जीवन पानी जस्तो सादा पानीको स्वाद हुन्छ कतिले पानी त टेस्टलेस हुन्छ पनि भन्छ पानीको स्वाद हुँदैन भन्छ अनि हामीलाई पनि सोध्यो भने पानी कस्तो हुन्छ तितो हुन्छ गुलियो हुन्छ कस्तो हुन्छ पानी भन्यो भने म पनि भन्छु पानी कस्तो हुन्छ पानी मिठो हुन्छ तर कस्तो मिठो हुन्छ भन्दाखेरि त्यसको विशेष स्वाद हामीले बताउन सक्छौँ त्यस कारणले त्यो सादा पानीले जस्तो जस्तो भाँडामा त्यो पानी हाल्यो त्यस्तै त्यस्तै आकार त्यसले लिइहाल्छ सेपलेस कलर नभएको त्यसको विशिष्ट स्वाद पनि नभएको एउटा रुखो खल्लो जीवन लिएर आज हामी बाँचिरहेको छौँ भने आज विवाह भयो परिवार भयो तर पनि आज हामीलाई वैवाहिक जीवनको आनन्द वैवाहिक या सुखी जीवनको तृप्तिदेखि आज हामी अलग छौँ अरे भने प्रभु यीशु ख्रीष्टले चाहिँ आज हामीले यो विवाहमा हामीलाई निमन्त्रणा दिन्छ तिमीले पनि तिम्रो खल्लो जीवन तिम्रो स्वाद नभएको जीवन आकार नभएको जीवनलाई प्रभुको सामनेमा ल्यायो भने प्रभुले चाहिँ त्यो खल्लो जीवनमा एउटा काम गर्नुहुन्छ जुन कामद्वारा चाहिँ हराएको आनन्दहरू फेरि पनि हामी वापस पाउन सक्छौँ यसै कारणले गर्दाखेरि म्यारिज अथवा वैवाहिक जीवनलाई सुखी बनाउनु हो भने चाहिँ परमेश्वर अथवा प्रभु यीशु ख्रीष्ट चाहिँ वैवाहिक जीवनको एउटा बाइन्डिङ फोर्स चाहिँ हुनै पर्यो आजको निम्ति मात्र होइन तर यो जिन्दगी अघि हामीले यहाँ बहिनीलाई हामीले सोध्यौँ विवाहको लागि तिमीले कुन वचन पायो भन्दा उहाँले मत्ती 19:4 बताउनु भयो यसकारण मानिसहरू पति र पत्नी जसलाई परमेश्वरले जोडेको छ मान्छेले चाहिँ त्यो जोडेको कुरालाई चाहिँ अलग नगरोस् प्रभु यीशु ख्रीष्टले वैवाहिक जीवनलाई चाहिँ प्रभु यीशु ख्रीष्ट स्वयं बनिकन एउटा मध्यस्थ बनिकन एउटा विवाहलाई चाहिँ जोड्नु भएको छ तर मान्छेले त्यो जोडिएको कुरालाई मान्छेले आज अलग गर्न पनि चाहन्छ त्यसै कारणले गर्दा संसारमा छुटा नाम डिभोर्सको कुराहरू संसारमा चलिरहेको हुन्छ के बाइबलले आज डिभोर्स छुटा नामको कुराहरूलाई बाइबलले सपोर्ट गर्छ प्रभु यीशु ख्रीष्टले मुसाले छुटा नामको कुराहरू गर्यो त भन्दाखेरि त्यो त तिनीहरूको हृदयको कठोरताको कारणले तर व्यवस्थामा अथवा परमेश्वरको पूर्व योजनामा आज यस्तो प्रकारको कुराहरू चाहिँ पाइँदैन परमेश्वरको मनमा चाहिँ आज यो प्रकारको वैवाहिक जीवन टुटोस् वैवाहिक जीवन चाहिँ नाश होस् भन्ने योजना चाहिँ परमेश्वरकोमा थिएन छैन पनि अनि रहँदैनन् पनि आउनेवाला युगमा पनि यो कुरा परमेश्वरको मनबाट आज हटेर जानेछ त्यस कारणले गर्दा काना सहरको विवाहमा अझै लिटरली यसलाई यो कुरालाई नलिएर चाहिँ हामी भन्न सक्दछौँ कि वैवाहिक जीवनमा मेरो जीवन मेरो वैवाहिक जीवन तपाईँको जीवन आउँदो युगहरूको वैवाहिक जीवनहरू चाहिँ
प्रभुले चाहनुहुन्छ एउटा सफल, एउटा आनन्दमय अथवा सुखी जीवन बनाउनको निम्ति। अब यहाँ के भनौँ त, के एउटा ठुलो शानदार ढङ्गमा गरिएको वैवाहिक जीवनहरू चाहिँ सफल हुन्छ भनिकन कोही ग्यारेन्टी, कोही हामी प्रेडिक्ट गर्न सक्छौँ र हामीले? म चाहिँ कस्तो लाग्छ भने जब जब विवाहको वचनको लागि कुरा गर्दै आउँदा चाहिँ परमेश्वरलाई हामी यो प्राथमिकता, परमेश्वरले यो वैवाहिक जीवनको जोड्ने एउटा माध्यम चाहिँ परमेश्वरै हुनुहुन्छ, मण्डली चाहिँ साक्षी मात्र हो। अनि भाइ बहिनीले यो सफल वैवाहिक जीवनमा पनि परमेश्वरलाई चाहिँ उनीहरूको बीचमा मध्यस्थ राख्न सकेर प्रभु र परमेश्वरको सहायता उनीहरूले पाउन सक्यो भने यो वैवाहिक जीवन आज सफल भएर जान्छ। कतिजनाले भन्छन् होला, अरे हाम्रो बिहामा त हाम्रो चर्चको बिशप आएको थियो, फल्ना बिशपले हाम्रो बिहा गराइदिएको। कतिले भने हाम्रोमा त फल्ना पास्टर आएको थियो अथवा हाम्रोमा फल्ना दास आएको थियो भन्ला। तर फल्ना दास, फल्ना सेवक आएको थियो भन्दैमा एउटा वैवाहिक जीवन सफल हुन्छ भन्ने ग्यारेन्टी चाहिँ हामी दिन सक्दैन होला। किनभने मेरो मनमा प्रश्न उठ्छ, बाइबल मुताबिक सृष्टिमा सबभन्दा पहिलो बिहा जो अदनको बगैँचामा भयो, त्यो अदनको बगैँचामा त्यो विवाह कसले सम्पन्न गराइदिएको थियो? त्यो विवाह त परमेश्वर आफैले सम्पन्न गराइदिएको थियो, परमेश्वरले नै सम्पन्न गराइदिएको थियो। तर पनि त्यो वैवाहिक जीवनमा हवाको अनाज्ञाकारिता र आदमको साँपको बहकाइद्वारा उनीहरूको वैवाहिक जीवनमा आज जुन प्रकारको ह्रास, एउटा विनाश ल्यायो, परमेश्वरले पनि त्यति बेला दुःख मान्नुभयो। आज मान्छेलाई एक्लै रहनु असल छैन र म उसको निम्ति एउटा सहयोगी बनाउँछु भनिकन परमेश्वरले भन्नुभयो। अनि त्यो सहयोगीलाई बनाइकन हावालाई त्यहाँनिर राख्नुभयो। तर त्यो सहयोगी अंग्रेजीमा चाहिँ हेल्प मिट भनेर भनेको छ। आदमको निम्ति म एउटा हेल्प मिट, आदमको आवश्यकतालाई पूरा गर्नको निम्ति म एउटा खाँचोलाई पूरा गर्ने एउटा स्त्रीलाई बनाउने वाला छु। तर त्यो जोडा शैतानको बहकाउमा आउँदा, शैतानका कुराहरूलाई सुन्दाखेरि आदमलाई सहायता दिने स्त्री त आदमलाई दुःख दिने कारणहरू त्यहाँनिर बनेको छ। म चाहिँ यही भन्छु, परमेश्वरले नै अदमको बगैँचामा सम्पन्न गर्नुभएको वैवाहिक जीवनमा आदम र हवाले परमेश्वरले राख्नुभएको स्तरलाई बिगारिदिँदाखेरि उनको जीवनमा पाप प्रवेश भयो। अनि यो पदलाई पढ्दै गर्दाखेरि याद आउँछ, आदमले कहिले पनि परमेश्वरलाई भन्नु परेन, प्रभु म त एक्लै छु, मेरो अवस्था बुझिदिनुहोस् न भनिकन आदमले त त्यहाँनिर आफ्नो आवश्यकताको बारेमा परमेश्वरलाई जाहेर गर्नु पर्यो।
राजु नोन चेक गर्नुहोस् उसको साइकलमा सुकेन साइकलमा चाहिँ त्यसैले के लाग्छ पाइस यो जीवन चाहिँ साइकल सुकेन सुकिया त भयो त्यसै कारणले परमेश्वरले आज अनन्त जीवन क्षमाको द्वारा दिएको रगतको छिर्काउ देखेर यस्तो तुच्छलाई पवित्र पार अनि विशेष गरी आफ्नै छोरी जेसिका राईलाई यस तुच्छको आज पत्नी हुनको लागि तपाईँले आज दिनुभयो आज आफ्नो छोरीलाई प्रभुजी सहर्ष आज प्रभुजी प्रभुको प्रतिज्ञा मुताबिक आफ्नो इच्छा अनुसार प्रभुजी म स्वीकार्दै प्रभुजी अब यो आगामी दिनहरूलाई यो वैवाहिक जीवनलाई दाम्पत्य जीवनलाई कसरी किन एउटा उदाहरणीय बनाएर आज मण्डलीको अगाडि आज ख्रिस्टलाई आज प्रभुजी आफ्नो जीवनमा पारिवारिक जीवनमा ख्रिस्टलाई नै शिर बनाएर प्रभुजी आज यो प्रभुको यो प्रभुजी वचन मुताबिक कसरी आज हाम्रो दिनलाई पनि कसरी किन आज घुँडामा बसेर परमेश्वरको वचनमा प्रभुजी हातमा लिएर कसरी किन प्रभुजी आज प्रभुको आज प्रार्थना सहित जीवन सुरु गर्नुपर्ने रहेछ र त्यसअनुसार नै आज अन्त गर्नुपर्ने रहेछ अनि यी सबै कुराहरूलाई प्रतिज्ञा बमोजिम आज जीवन जिएर प्रभुजी आगामी दिनहरूमा एउटा उदाहरणीय नमुनाको जीवन जिएर मण्डलीमा आशिष परिवारमा आशिष व्यक्तिगत जीवनमा आशिषहरू ल्याउनु पर्ने रहेछ र प्रभुजी तपाईँले हामीलाई सहायता गर्ने काम गर्नुहोस् यस घडीसम्म प्रभुजी तपाईँले आज हामीलाई सहायता गर्दै ल्याउनुभयो आगामी दिनहरूमा पनि यसरी नै तपाईँले आज हामीलाई सहायता गर्नुहोस् अन्धकारको तमाम शक्तिलाई यसको षड्यन्त्रहरूलाई तपाईँले विफल बनाउनुहोस् र हाम्रो यो दाम्पत्य जीवनबाट प्रभुजी केवल हामी मात्र सुखी हुने होइन आज सम्पूर्ण प्रभुजी यसरी तपाईँको लोकहरू आज मण्डलीहरू सुखी हुने र यसबाट मण्डलीमा प्रशस्त आशिष आउने प्रभुजी तपाईँले बनाउने काम गर्नुहोस् भने हामी प्रार्थना गर्छौँ आगामी दिनहरूमा प्रभुजी यो जीवन रहेसम्म प्रभुको आगमन समय प्रभुको प्रभुजी यसरी यो जगतको अन्तसम्म नै यसरी हामी प्रेममा मिलापमा एकतामा रहेर आज प्रभुको निम्ति आज हामीले जीवन जिउने प्रभुजी तपाईँले हामीलाई बनाउने काम गर्नुहोस् हाम्रो साथमा भइदिनुहोस् हाम्रो सदैव प्रभुजी हाम्रो हर आज प्रभुजी आवश्यकताहरूमा घटीकमीहरूमा आज हाम्रो सुखमा प्रभुजी दुःखमा तपाईँ नै आज हाम्रो एउटा गाइड हाम्रो गोठाला तपाईँ बनिदिकन प्रभुजी हाम्रो जीवनलाई आदर्श बनाइदिनुहोस् भने हामी प्रार्थना गर्छौँ जतिजना तपाईँका लोकहरूको पनि यसरी नै सुधिराख्नुहोस् प्रभुजी अब यस तुच्छलाई यो आदर प्रभुजी तपाईँले दिनुभएको छ म तपाईँलाई धन्यवाद चढाउँछु प्रार्थना बिन्ती प्रभु यीशु ख्रीष्टको नाममा स्वर्गमा सुनि ग्रहण गरिदिनुहोस् धन्यवाद छ पिता परमेश्वर हजुरको अनुग्रह जो सधैँ योग्य दुर्ग प्रति रह्यो हे मेरा परमेश्वर पिता साँच्चै नै आज मेरो जीवनमा म फर्किरहेछु आज हजुरको छोरी कहलाउने म कहिले पनि योग्य थिइनँ हे मेरा परमेश्वर पिता तरै पनि हजुरले मरेकोलाई मेरो काम